今日は第16課の文法をポクレルさんと一緒に解説します。わからないところがある場合は見てください。はい。आज हामी चाहिँ यो मिनानो निहोङ्गोको 16 लेसन चाहिँ सुरु गर्दैछौँ। यदि तपाईँले 16 लेसन चाहिँ बुझ्नु भएको छैन भने यो भिडियो हेर्नु होला है त।今から日本語でこの文章を作ったので解説します。はい。家に帰ってのこの帰っては帰りますの1グループの活用の変化の仕方でつってになります。その次のご飯を食べての食べては食べるの2グループ所属する動詞で、これは食べるのるを取って手がついて食べてになります。そして最後の寝ます。寝るを2グループの活用方法で変換させてますで締めます。उहाँले भन्नुभएको कुरो इए भनेको तपाईँलाई थाहा छैन, घर भन्ने कुरा थाहा छ, नि भनेको घरमा भन्ने कुरा पार्टिकल हामी पढेको कुरा है, यो भनेको पार्टिकल। अब खाएते भनेको कुन हो? खाएरिमासबाट आएको है त, यो खाएरि मासबाट आएको कुरा हो नि त। यो भनेको खाएते भनेको हामी त्यही फर्ममा कसरी लैजाने भन्ने कुरा 14 लेसनमा पढेछौँ। यदि यो भिडियो तपाईँले बुझ्नु भएको छैन भने यसरी यो त्यही फर्ममा लगेको कुरा तपाईँ 14 लेसन चाहिँ हेर्नु होला है। यो खाएते भनेको खाएरी मासबाट यो रि आयो भने चिसाइ चु र ते लेख्ने है त। यसलाई चाहिँ के गरिदिने, हटाएर चिसाइ चु र ते लेख्ने यहाँ आएको छ है त। अनि यो भनेको हाम्रो के हो, हामी यहाँ पढेको छौँ नि त, भवान तेफम। यी भवानको तेफम यहाँदेखि यहाँसम्म भइसक्यो है। अब यहाँबाट यहाँ जाँदाखेरि गोहान भनेको खाना हो, हामीलाई थाहा छ खाना हो। अनि त्यसपछि ताबेमास भनेको खान्छु, यो भनेको भव हो नि त, सेकेन्ड भवतिर यहाँनिर आएको छ। गोहान भनेको नि ग्रुपको 2 नम्बर ग्रुपमा पर्छ, किनकि यहाँ के आछ, ए साउन आछ नि त, ताबे भन्ने ए साउन आयो, यहाँ इ साउन आछ नि त। इ साउन आएको भरि फर्स्ट ग्रुपमा, ए साउन आएको भरि सेकेन्ड ग्रुपमा हुन्छ भन्ने कुरा पढेको होइन। त्यही भएर हामीले गोहान हो ताबे ते खाना चाहिँ खाएर नेमास भनेको सुत्छु। के अरे भवानको ते फर्म हेर्नु त, नि खाएते ते फर्म, अनि निबानमा ताबेथे के गोहानो ताबेते, अनि लास्टमा मास फर्म नेमास सुत्छु। यस्तो गरेर सुत्छु। यसमा के भयो भन्दा घर फर्केर खाना खाएर सुत्छु। बुझ्नु भएको छ? घर फर्केर खाना खाएर सुत्छु। ओके, निबान मो केहीको सानकारा सेचिमेसिमास। 起きて顔を洗って朝ごはんを食べます。はい。起きては一つ目の動詞で、起きるという動詞を2グループの活用方法でるを手に置き換えます。次に顔を洗っての洗っての部分は、1グループの活用方法で手がついて洗ってに変わります。その後朝ごはんを食べますもうこちらの食べてと同じ活用方法で第2グループの活用方法でそのままるを取ってますをつけてहैन। ओकिते भनेको उठेर हैन, तपाईलाई थाहा छ नि। ओकिमास भनेको दुईटा ओकिमास हुन्छ, एउटा के हुन्छ फर्स्ट ग्रुप हुन्छ, एउटा सेकेन्ड ग्रुप हुन्छ। फर्स्ट ग्रुपमा के हुन्छ भन्दा राख्नुवाला ओकिमास चाहिँ फर्स्ट ग्रुपमा हुन्छ। यो चाहिँ हाम्रो सुतेर उठ्नुवाला ओकिमास चाहिँ ओकिते उठेर। खाओ आराइमासबाट के आएको, आराते आएको है। यो कुरा बुझ्नु भएको छैन भने अघि पनि भने मैले 14 लेसन हेर्नु होला। खाओ आराते, फेस चाहिँ के गरेर धोएर है। गोहान आशा गोहानो ताबेमास, बिहान उठेर हेर्नु त, एरा हामी पढेको छ नि, एरा बिहान उठेर खाओ आराते मुख धोएर हैन, आशा गोहानो ताबेमास बिहानको खाना खान्छु भन्ने कुरा हुन्छ। ओके, सानमान मोसेचिमिसिमास। はい。店に行って服を見て買います。店に行っての行っての部分は行くという動詞、行きますという動詞を第1グループの活用方法でつてをつけて行ってに変わって、服を見ての見ての部分では第2グループの見るという動詞をるを手に置き換えて見てになります。その後買いますは1グループですね。1グループの活用方法でますをつけます。はい。पसलमा मिसेदे इत्ते कसरी आएको भन्दा इकिमासबाट इकिमास चाहिँ 1 ग्रुप फर्स्ट ग्रुप हो, त्यही भएर हाम्रो इत्ते आएको है। इकिमासलाई मैले छुट्टै तपाईको 14 लेसनमा यहाँ सिकाएको छु लेखेर, यसको अरु जस्तो
हुँदैन, यो अलिकति फरक तरिकाले गरिन्छ भनेर है। इकिमासको इत्ते फर्स्ट ग्रुप हो है। मिसे नि इत्ते पसलमा गएर, फुकु हो मिते, फुकु भनेको कपडा, यो मिते भनेको मिमासबाट आएको है त। मिमासलाई त्यो फर्ममा लैजाँदा के हुन्छ, मिते हुन्छ भन्ने कुरा। मिमास तीनटा अर्थ भएको चाहिँ सिधै निबानको रूपमा जान्छ, सेकेन्ड ग्रुपको कुरा हो यो। मासकट ते भएको मिते, खाइमास भनेको, खाइमास भनेको के हो, किन्छु भनेको। अब हामी तीनटा चाहिँ हेर्नु त, तीनटा चाहिँ हामी इक्जाम्पल हेर्दाखेरि सबैमा यस्तो यस्तो एरा 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 यस्तो छु है त। जस्तो मिसे नि इत्ते पसलमा गएर, फुकु मिते कपडा हेरेर खाइमास किन्छु हैन। यहाँनिर के छ, बिहान उठेर मुख धोएर बिहानको खाना खान्छु भन्ने छ है। यहाँ घर फर्केर साँझको खाना खाएर सुत्छु भन्ने कुरा, एरा 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 सुत्छु। अब तपाईहरुले दैनिक जीवनमा के गर्न सक्नुहुन्छ भने बिहानदेखि साँझसम्म के काम गर्नुहुन्छ, बिहान उठेर म खाना खाएर स्कुल गएर आएर पढ्छु हैन, टिभी हेर्छु, त्यसपछि म सुत्छु, हरेक कुराको तपाईले इक्जाम्पल बनाउन सक्नुहुन्छ है त। भन्दै यो एक नम्बरमा चाहिँ तपाईले नबुझेको कुरा छ भने कमेन्ट चाहिँ गर्नु होला। जस्तो तपाईले बिहान के भन्न सक्नुहुन्छ भने आशा हायाकु ओकिते बिहान छिटै उठेर, स्यावाओ आबिते नुहाएर हैन गएको हो इकिमास स्कुलतिर जान्छु भन्न सक्नुहुन्छ है। अरु पनि आशा रोकुजिनी ओकिते ओच्याओ नन्दे है, पानो ताबेते तेरेबियो मिते सिगोतो नि इकिमास है। अब बिहान चाहिँ त्यो कुरा गरेर चाहिँ काममा जान्छु भनेर पनि भन्न सकिन्छ। अनि अब हामी यो 16 लेसनको ग्रामरको क्रममा हामी 2 नम्बर टपिकमा छौँ है त। जस्तो के हुन्छ भन्दा भर्ब 1 को तेफम यस्तो गरेर मात्र, गरेपछि मात्र, जस्तो कारा भनेको ए पछि यस्तो गरेपछि यस्तो गर्छु भन्ने कुरा हुन्छ है। खाना खाएर मात्रै हात धुन्छ जस्तै कुराहरू चाहिँ यसमा हामी पढ्छौँ है। जस्तो कुनै पनि एउटा कार्य गरेर मात्रै अर्को कार्य गर्छु अथवा गर्नुहोस् अथवा गर्न चाहन्छु भन्ने कुराहरू चाहिँ यसमा व्यक्त गरिन्छ। केहीको सानकारा सेचिमेसिमास है। 起きてから電話をします。起きては、これは第2グループですね。で、手に置き換えて、このからを使って電話をします。電話をしますの、ここはするの第3グループですね。というような感じですね。2つ目は、宿題をしてから遊びます。なので、宿題をして、これは第3グループで、このしますと同じですね。ますと手が違うだけで。からをつけて、遊ぶという動詞を第1グループの変換で変えて、ますで締めると完成します。はい。1नम्बरमा चाहिँ के छ भन्दा ओकिते कारा उठिसकेपछि, ओकिमास भनेको कसरी आएको भन्दा ओकी मासबाट आएको ओकिते, यो चाहिँ सेकेन्ड ग्रुप हो, निबान्देश है। ओकिमास ओकिते कारा उठिसकेपछि देनवाओ सिमास है। देनवाओ सिमास भनेको थर्ड ग्रुप हो, सानमान हो है त। तपाईले बुझ्नुपर्छ, लास्टमा सिमास आउने जति सानमान हुन्छन्, फेरि लास्टमा सिमास आए पनि के आयो भने चाहिँ फर्स्ट ग्रुपमा पर्छ भन्ने कुरा पनि मैले एक्सप्लेन गरिदिएको छु 14 लेसन हेर्नु होला एकपटक है। देनवाओ सिमास भने है। ओकिते कारा उठिसकेपछि मात्रै के गर्छु, फोन गर्छु है। निबान वा सिकुदायो सिते, सिकुदाइ सिमास भनेको के हो, होमवर्क गर्नु हो है। हेर्नु त्यहाँ भर्ब छ हाम्रो सिकुदायो सिमास भनेको लास्ट ग्रुप, थर्ड ग्रुपमा पर्ने है। सिकुदायो सिते भर्बको तेफम भयो, सिते भयो है। सिते होमवर्क गरेर मात्रै, यहाँनिर कार आयो नि, यहाँनिर मात्रै होमवर्क गरेर मात्रै के हो, आसोबिमास। आसोबिमास भनेको घुम्नु, टहलिनु है त। टहलिन्छु भन्ने, घुम्छु भन्ने है। भर्बको तेफम आइसक्यो। सिकुदायो सिमासबाट भर्बको सिमासलाई तेफममा लैजाँदा सिकुदायो सिते कारा एर मात्रै, होमवर्क गरेर मात्रै आसोबिमास घुम्छु। देनवाओ खाकेते गारा तोमोदाचिनो इए नि इकिमास, फोन गरेर मात्रै के गर्छु, साथीको घरमा जान्छु भन्ने खालको। अनि अर्को नेक्स्ट तपाईले यस्तो गरेर मात्रै यस्तो गर्छु भनेको धेरै इक्जाम्पलहरू बनाउन सक्नुहुन्छ। जस्तो तेओ आराते कारा गोहानो ताबेमास, हात धोएर मात्रै के गर्छु, खाना खान्छु। शावरを浴びてから寝ます。はい、सेवा हो आबिते कारा नेवास भनेको
स्याबाओ आबिमास भनेको नुहाएर मात्रै के गर्छु सुत्छु भन्ने कुरा भयो है। यस्तै गरेर अब तपाईँले यस्तो गरेर मात्रै यस्तो गर्छु भन्ने कुरा यही फर्मेटलाई चाहिँ तपाईँले युज गरेर धेरैभन्दा धेरै इक्जाम्पल बनाउनुहोस्। अब हामी 3 नम्बर टपिक सानबानमा छौँ। सानबानमा के छ भन्दा नाउन 1 वा नाउन 2 गा एक्जेक्टिभ देश भन्ने छ है। यो चाहिँ कस्तो भयो भने नाउन 1 आउँछ, त्यसपछि हामी वा पार्टिकल राख्ने, त्यसपछि नाउन 2 अनि गा, त्यसपछि हामी एक्जेक्टिभ राख्ने, अनि त्यसपछि देश राख्ने भन्ने कुरा म अवश्य चाहिँ गर्छु है त। अब कुनै पनि ठाउँमा है, ठाउँ चाहिँ जुन भयो नि भयो, व्यक्ति वस्तुको मुख्य विशेषता, यसको विशेषता के हो त भन्ने कुरा हामी एक्जेक्टिभ केओसी ना केओसी ई केओसीबाट पढिसकेका छौँ। त्यस्तो विशेषताहरू चाहिँ बयान गर्नु पर्यो भने यो फर्मुला भने पनि सम्झिनुहोस्, यस्तो खाले स्वरूप भने पनि सम्झिनुहोस्, सेन्टेन्स बनायौँ भने एकदम राम्रो हुन्छ है। बनाउने नै यसरी हो। अब जस्तो यसमा चाहिँ हामी कसरी बुनपो बनाउने होइन, के कुराहरू चाहिँ एड गर्ने, के हो नाउनलाई चाहिँ के भन्छ जापानिजमा मेइसी भन्छ है। मेइसी भनेको के हो भन्ने कुरा क्लियर हुनु पर्यो पहिला है। अब हाम्रो केहीको सानकारा रेई हो ओसिएमास। はい、1つ目が、このリンゴは色が赤いです。なんですけども、このリンゴがナウン、名詞になりますね。は、色。この色もナウン2の名詞にあたります。赤いがアジャクティブの形容詞になって、最後にですをつけると文が完成します。はい、2つ目が、カトマンズは街が賑やかです。はい、カトマンズが名詞で、街が2つ目の名詞になります。で、ここのがをつけて、賑やかが形容詞になります。最後にですをつけると自然な文が完成します。यहाँनिर हेर्नुभयो भने हाम्रो नाउन 1 वा नाउन 2 छ नि, यहाँनिर हाम्रो वा पार्टिकल छ नि, वाको अगाडि यो भनेको नाउन हो है त। निहोङ्गोमा यसलाई के भन्छ मेइसी भन्छ। कोनो रिङ्गो भनेको नाउन 1 है त। यो हाम्रो नाउन 1 वा नाउन 2 भनेको इरो भनेको कलर है त। यो भनेको के हो नाउन 2 ल हेर्नु त, कोनो रिङ्गो वा इरोगा आकाई देश। यो भनेको के हो, आकाई भनेको एक्जेक्टिभ है त, केओसी हो नि त। यहाँनिर केओसी ई केओसी र ना केओसी भन्ने हामी पढेका छौँ। यो ई केओसी भनेको कोनो रिङ्गो वा यो स्याउको कलर चाहिँ, अब यहाँ गा छ नि त कलर है त, अनि कस्तो छ आकाई भनेको रातो छ। यो स्याउको कलर कस्तो छ रातो छ। सेम त्यस्तै गरेर काठमान्जु भनेको नाउन 1 है त। नाउन 1 मा के पर्यो काठमाडौँ पर्यो है। माचिगा सहर है त, माची भनेको केमा पर्यो नाउन 2 मा। माची गा पछि गाको गा है, निगियाका देश भनेको तपाईँको के छ चहल पहल छ भनेर भन्नु पर्यो। अब तपाईँहरूले यस्तै गरेर नाउन 1 वा नाउन 2 गा एक्जेक्टिभ देश भनेर धेरै इक्जाम्पल बनाउन सकिन्छ। जस्तो आफ्नो कुरा पनि भन्न सकिन्छ। जस्तै मैले एउटा इक्जाम्पल बनाउनु पर्यो भने कस्तो गराउँछु भन्दा, वादासी भनेको नाउन हो नि त। से भनेको हाइट, से गा ताकाई देश। म चाहिँ के छु भन्दा अग्लो छु, हाइट अग्लो भएको मान्छे हो भन्न खोजेको है त। वातासी वा अनि खामिनो इरो गा कुरोई देश भनेर पनि हामीले इक्जाम्पल बनाउन सक्नुहुन्छ। अब तपाईँले बाटामा हिँड्दा यताउता गर्दा के गर्नु पर्यो, जे आँखाले देखिन्छ सेमै फर्मेटमा इक्जाम्पल बनाउनुहोस्, अनि त्यसपछि मिल्यो कि मिलेन आफैले चेक गर्नुहोस् होइन। यदि मिलेन भने पनि तपाईँले चेक गर्ने माध्यमहरू धेरै छन्, अहिले अनलाइन छ होइन। चेक गर्नुहोस्, बाटामा हिँड्दा पनि पढ्नुहोस्, जे देखिन्छ त्यसैलाई इक्जाम्पल बनाएर पढ्नुभयो भने अवश्य के हुन्छ यो पनि सिक्न सक्नुहुनेछ। ओके, हामी अब 4 नम्बर टपिकमा छौँ। 4 नम्बर टपिकमा के छ भन्दा ई एक्जेक्टिभलाई कसरी जोड्ने। ई एक्जेक्टिभमा त थाहा छ हामी ई एक्जेक्टिभ हो यो ना केओसी हो ई केओसी हो होइन। ना केओसी ई केओसीको प्रेजेन्ट पोजिटिभ अनि त्यसपछि प्रेजेन्ट नेगेटिभ, पास्ट पोजिटिभ र पास्ट नेगेटिभ हामीले के गरिसकेका छौँ पढिसकेका छौँ। त्यो कुरा 8 लेसन र 12 लेसनमा है, एकपटक हेर्नु होला तपाईँहरूले। त्यो 8 र 12 लेसन हेर्नुभएको छैन, ई एक्जेक्टिभ सम्बन्धी कुरा तपाईँहरूले बुझ्नु भएको छैन भने। र अब त्यो ई एक्जेक्टिभ र ना एक्जेक्टिभ कुरा छ जुनलाई हामी ना एक्जेक्टिभ एकछिनमा पढ्नेछौँ। यो ई एक्जेक्टिभलाई चाहिँ अरू चाहिँ सेन्टेन्समा जोड्नु पर्यो भने कसरी जोड्ने त भन्दा, लास्टमा जहाँनिर तपाईँको ई आएको छ त्यो ईलाई के गरिदिने हटाइदिने, अनि के राखिदिने पुते जोडिदिने। त्यसपछि लास्टमा त हाम्रो त्यसपछि अरू अन्य कुराहरू हुन्छ अनि देश हुन्छ। त्यस्तो भयो भने अर्थ के हुन्छ हुनुका साथै होइन, अथवा र यस्तो यस्तो भन्ने कुरा हुन्छ है। यहाँ पनि मैले लेखेको छु, तपाईँले हेर्नुभयो भने ठ्याक्कै त्यही कुरा।
के दिमागमा राख्न पर्यो भन्दा यी एक्जेक्टिभलाई अन्य वाक्यहरूमा जोडेर अन्य वाक्यहरूमा एड गरेर वाक्य बनाउनु पर्यो भने अलि लामो वाक्य गराउनु पर्ने भयो अथवा यी एक्जेक्टिभलाई अन्य वाक्यमा जोड्नु पर्यो भने के गरिन्छ भन्दा लास्टको ई कट गरेर कुते जोडिन्छ केहीको सान्कारा रेई हो ओसेमास はい。一つ目の文章の例が、今日は寒くて風が強いです。この寒くての部分が寒いという形容詞になってて、風が強いですの強いも形容詞になっています。二つ目の彼はかっこよくて優しいですは、かっこいいをくてに変えると、ここもよに変わる例外の内容になってまして、かっこよくて優しい、これも形容詞で、ですで締める形です。今からポクレルさんがこれの内容を改めて解説します。केउवा भनेको यो चाहिँ आज चाहिँ भइहाल्यो हैन तपाईले बुझ्नुहुन्छ सामु ईबाट आएको यो हैन त सामु ई अनि ईलाई के गरी हामी कट गरेर केले जोडिन्छ कुते सामु कुते आज चाहिँ चिसो हुनुका साथै खाजे भनेको हावा एउटा हावा हुन्छ एउटा रुगा हुन्छ है हामीले लाग्छ नि त सिकाना आउनेवाला त्यो है खाजे गा चुयो इदेश चुयो भनेको बलियो खाजे गा चुयो इदेश भनेको बलियो के छ लागिरहेको छ भन्न खोजेको आज चाहिँ चिसो हुनुका साथै हावा चाहिँ एकदम बलियो के हामीले जोडले हावा लाग्छ नि त्यो वाला चाहिँ एकदम जोडले लागिरहेको छ भन्न खोजेको है नेक्स्ट खारे वा खाक्को यो कुते है खारे भनेको केटा मान्छे चाहिँ खाक्को यो कुते खाक्को ई भनेको राम्रो वालाबाट आएको खाक्को ईबाट हेर्नु त यहाँनिर नै भने खाक्को ईबाट खाक्को ईको के हुन्छ यो कुते हुन्छ नि त खाक्को ईबाट खाक्को यो कुते है राम्रो हुनुका साथै अनि यासा सिरियस काइन्डली छ राम्रो हुनुका साथै के छ काइन्डली छ भन्न खोजेको अब यस्तै खाले एक्जाम्पलहरु तपाईले धेरै बनाउन सक्नुहुन्छ जस्तै मेगा आँखा चाहिँ हैन मेगा कुरोकुते हान्सामुदेश आँखा चाहिँ कालो हुनुका साथै के छ त्यो हान्सामु छ यो एउटा मात्रै हुन्न है तपाईले धेरै जतिवटा पनि जोड्न सक्नुहुन्छ जस्तो मेगा कुरोकुते खामिगा कुरोकुते हैन हान्सामुदेश अथवा किरेई देश भनेर पनि भन्न सकिन्छ खामिगा नागा कुते किरेई देश केटालाई भन्नु पर्यो भने खारेवा खामिगा मिजिखा कुते खामिगा मिजिखाई भन्ने के हो छोटो हो नि त मिजिखा कुते छोटो भएर के छ हान्सामु देश अब हामी चाहिँ ठ्याक्कै हामी 5 नम्बरमा आएका छौं यो 5 मा के छ भन्दा अघि भर्खरै हामी के पढ्यौं भन्दा ई एक्जेक्टिभ है ई एक्जेक्टिभलाई चाहिँ कसरी जोडिन्छ त भन्ने कुरा चाहिँ भर्खरै हामी पढेको अब हामी नाउन र ना एक्जेक्टिभ नाउनलाई चाहिँ जापानिज भाषामा के भन्छ भन्दा तपाईलाई थाहा छ नाउनलाई चाहिँ मेइसी भन्छ ना एक्जेक्टिभलाई नाकेउसी भन्छ हैन नाउन र अब यो नाकेउसीलाई चाहिँ कसरी हामीले चाहिँ एकै साथ एउटै वाक्यमा जोड्न सकिन्छ त है एउटा भन्दा धेरै नाउनहरु आयो एउटा भन्दा धेरै ना एक्जेक्टिभ आयो भने कसरी जोड्ने त भन्दा नाउन र ना एक्जेक्टिभ पछाडी सधैँ के आएको हुन्छ देश आएको हुन्छ यो कुरा तपाईलाई थाहा छ हैन देशलाई हामी च्याट्ट के गर्दिन्छौं काटेर के राख्दिन्छौं दे राख्दिन्छौं त्यो भयो भने हामीले अन्य वाक्यहरुमा चाहिँ जोड्न सक्छ जस्तै हामी भर्खरै पढेको कुरा हेर्नु त यो वाकाई भन्ने छ नि वाकाई भनेको ई एक्जेक्टिभ हो नि त ई एक्जेक्टिभलाई हामीले जोड्नु पर्यो भने ई लाई हामी कट गरेर हैन त ई लाई हामी के गर्छौं कट गरेर कुतेले जोड्छौं वाका कुते भनेको वाकाई भनेको के हो यौ हो नि त यौ भएर के छ वाका कुते हान्सामु देश भन्न पनि सकिन्छ है यङ भएको हुनाले ह्यान्डसम पनि छ अब यस्तै गरेर ओ कि भनेको ठुलो हो अब यहाँ त मैले कि ई सम्म लेखेको छु इले हामी के गर्ने हो काट्ने हो अनि कुते जोड्ने सेम अब सिखाई भनेको के हो त्यसलाई चाहिँ के गर्नुहुन्छ तपाईहरुले ई कट गर्नुहुन्छ अनि कुते गरेर जोड्ने तर एउटा यो छ नि ई भन्ने कुरा मैले 8 लेसनको ग्रामरमा पनि र 12 लेसनको ग्रामरमा पनि तपाईहरुलाई सिकाइसकेको छु ई लाई चाहिँ यो एउटा ई कट गरेर जस्तो ई कुते भन्ने कुरा हुन्न है ई लाई हामी यो ई हुन्छ यो ई को बल्ल यो वाला ई चाहिँ कट गरेर के गर्छौं हामी कुते राख्छौं त्यो भएर यो कुते हुन्छ हैन त्यसैगरी अब नाउन र ना एक्जेक्टिभमा पनि सेम स्टाइलमा
ई एक्जेक्टिभको पो लास्टमा ई आउँथ्यो होइन। नाउन र ना एक्जेक्टिभको के आउँछ लास्टमा भन्नुहुन्छ भने यसरी देश आउँछ है। यो देशलाई के गर्नुहुन्छ तपाईँहरू, अब देशलाई अन्य वाक्यमा चाहिँ जोड्नु पर्यो भने केले जोडिन्छ, देशलाई टक्क काट्दिने, त्यसपछि दे राखिदिने है। निहोन्जिन देश भनेको जापानिज नागरिक हो भन्ने भयो होइन। अब निहोन्जिन दे इक्जाम्पल गराउनु पर्यो भने जापानिज नागरिक हुनुका साथै जापानिज नागरिक भएर एसिया देश भयो भने हामी के गर्छौँ, अब देशलाई हामी हटाइदिन्छौँ अनि एसियालाई पछाडि एसिया दे डक्टर भएर बेनरी देश भनिन्छ नि त। अब बेनरीलाई के गर्छौँ हामी, देशलाई कट गर्छौँ, देशलाई कट गरेर लास्टमा के थपिदिन्छौँ, दे थपिदिन्छौँ, अनि के हुन्छ बेनरी दे है। सस्तो हुनुका साथै भन्नु पर्यो भने बेनरी दे सस्तो हुनुका साथै आमाई देश मिठो छ।はい。例の一つ目で、この町は静かで綺麗ですという文章で、この町がナウンの名詞になって、静かでっていうところは、な形容詞で、静かなをでに置き換えると、静かでになります。で、最後に綺麗です。これも形容詞ですけど、最後に締める言葉なので、綺麗ですという形にすると、綺麗にまとまります。はい。二つ目が、このカフェは有名で人気です。なんですけど、このカフェはナウンの名詞で、有名が、な形容詞で、有名なをでに置き換えると、有名でになって人気ですというふうにまとめると上手に文章が作れます。このमाछी वा भनेको त्यो माछी भनेको तपाईँलाई थाहा छ मेसी होइन, नाउन हो नि त जापानिज भाषामा। अब हामीले के जान्न पर्ने हो भने नाउन र चाहिँ हाम्रो यो ना एक्जेक्टिभ आयो भने पछाडि हामी देश राख्छौँ नि त, जस्तो ह्यान्डसम देश होइन, किराई देश भनेर देश राख्छौँ नि। त्यसको यो सिजुका भनेको ना एक्जेक्टिभ हो नि त, ना एक्जेक्टिभ पछाडि देश राखे जस्तै देशलाई हामी के गरेछौँ फालेर हामी दे है, सिजुका दे यहाँनिर कोनो माछी वा होइन, यो सहर चाहिँ सिजुका दे हुनुका साथै शान्त हुनुका साथै के छ, किराई देश सफा पनि छ, शान्त हुनुका साथै सफा पनि छ भन्ने कुराले अर्थ लाउँछ, हुनुका साथै भन्ने कुरा। र अर्को यो देले चाहिँ र पनि अर्थ लाउँछ एउटा है, र पनि अर्थ लाउँछ। त्यो र चाहिँ हामी यो भ्याइएपछि फेरि त्यसको टपिकमा हामी सेचिमे गर्नेवाला छौँ। कोनो काफे वा युमेई दे, युमेई भनेको ना एक्जेक्टिभ हो, लास्टमा इ आए तापनि युमेई अनि किरेई र किराई भनेको लास्टमा इ आए पनि के हुने यिनीहरू ना एक्जेक्टिभ हुन् भनेर मैले 8 लेसनकै भिडियोमा भनेको छु। त्यो कुरा बुझ्नुभएको छैन भने एकपटक फेरि हेर्नु होला। अनि लास्टमा इ आए पनि के हो, यो युमेई भनेको इ एक्जेक्टिभ हो, हामी युमेई देश भन्ने हुन्छ अनि हामी देशलाई के गर्छौँ यहाँनिर हटाएर हामी दे राख्यौँ भने अरू वाक्य पनि जोड्न प्रयोग गरिन्छ। जस्तै युमेई दे भनेको फेमस हुनुको साथै साथै निन्की देश भनेको पपुलर छ भन्ने चाहिँ यसको अर्थ हुन्छ यो प्याटर्न है त।どれとどのの使い方を説明します。どれは基本的に物に使う言い方で、どれは人に使ったりはしないです。どのだと人に使うこともできるし、物に使うこともできます。例の文を読むと、好きなものはどれですか。なので、好きな、これがな形容詞で、ものが名詞になって、形容詞名詞の次にどれですかが続きます。はい。二つ目が、あなたの車はどれですか。これはあなたの車か車が名詞になってまして、これも名詞の後にどれが続くので、これが基本的な名詞の後にどれが続くのがルールになります。はい。で、どの使い方は、どのご飯が好きですか。この場合は、最初にどのがつく場合は、最初にどのが文の頭に来て、ご飯が名詞で、好きが形容詞の順番なので、一番最後に来たどれが一番最初に来るどので、もの名詞が2番目に来て、好き形容詞が最後に来るという、順番が逆になっていく形です。2つ目の例文が、どの人が先生ですか。なので、どのから続いて人が名詞で、先生が、これもどのの後に名詞が
どのの後に名詞が来る。名詞の後にどれが来るの違いがルールとしてあります。ということをポクレルさんが解説します。はい。अब हामी यो दोरे र दोनोको बिचमा हामी पढेछौँ नि कस्तो ठाउँमा दोरे युज हुन्छ कस्तो ठाउँमा दोनो युज हुन्छ भन्दा दोरे भनेको पहिले देखिएको बुझेको कुरा चाहिँ क्लियर छ भने त्यसमा चाहिँ दोरे युज हुन्छ दोरेको पछाडि त्यो दोरे छ नि हैन दोरेको पछाडि कहिले पनि नाउन आउँदैन यति कुरा तपाईले ख्याल गर्नु पर्यो जहाँनिर दोरेको पछाडि नाउन आएको छैन नि सिधै के हुन्छ देश हुन्छ दोरेको पछाडि सिधै देश हुन्छ भन्ने कुरा तपाईले थाहा हुनु पर्यो तर यिनी दुईटैको अर्थ के हो दोरे भनेको कुन हो नि त यो पनि कुन हो यो पनि कुन हो नि दोनो भनेको के हो भन्दा विशेष गरी व्यक्तिलाई पनि प्रयोग हुन्छ व्यक्तिलाई पनि प्रयोग हुन्छ अर्को केलाई पनि हुन्छ नाउनलाई पनि प्रयोग हुन्छ दोनो भनेको भने दोरे भनेको केमा प्रयोग हुन्छ दोरे भनेको नाउनहरुमा चाहिँ कहिले पनि आउँदैन भने दोनो भनेको नाउनमा पनि आउँछ अरु हाम्रो केमा आउँछ मेइसीमा पनि आउँछ है त अब हेर्नुभयो भने एक्जाम्पलमा सुकिना मोनोवा मन पर्ने कुरा चाहिँ भनेको यो के हो सिधै सुकी भनेको सुकिना मोनो भनेको यो त एक्जेक्टिभ हो नि त सुकी को पछाडि ना आएको नि त सुकिना मोनो वा दोरे भनेको कुन चाहिँ हो भने है सुकिना मोनो खानेकुरा चाहिँ सुकिना मोनो वा कुन हो मनपर्ने कुरा कुन हो भने है अनि आनातानो कुरुमा वा आनातानो है त कुरुमा वा कुरुमासम्म के हो यो नाउन मेसीमा पर्यो अनि त्यसपछि दोरे देशका यो पछाडि नाउन आएको छैन नि त त्यही भएर जहिले पनि दोरेको पछाडि नाउन आउँदैन र दोरेले कुनै पनि व्यक्ति हैन को नाम मेसी भनेको नाम बुझ्नु भयो नि तपाईले नाउन वाला चाहिँ कुनैमा पनि आउँदैन है दोरे भनेको अब हामी गयौं कहाँ दोनोमा दोनो चाहिँ कस्तोमा युज हुन्छ भने जहाँ व्यक्ति मान्छेहरुको नाम पनि आउँछ हैन प्लस अन्य चीज पनि आउँछ अरु जबले जे लेख्न पनि आउँछ जे पनि लेख्न सक्नुहुन्छ तर जहिले पनि दोनोको पछाडि के लेख्दिन पर्छ तपाईले भन्दा नाउन आको नै पर्छ कम्पल्सरी है त जस्तो अब यहाँ लेख्नु भयो भने कुनै वस्तु कुन व्यक्ति अथवा कसको भनेर सोध्न पर्यो भने चाहिँ केको प्रयोग हुन्छ दोनोको प्रयोग हुन्छ जस्तै दोनो खाबान गा सुकी देशका कुन चाहिँ खाबान चाहिँ मन पर्छ भने यहाँ पनि हेर्नु त सुकिना मोनोवा दोरे देशका मन पर्ने खाना चाहिँ कुन हो भन्यो है अब यही हामीले सोध्यौं भने दोनो ताबे मोनोगा सुकी देशका भन्न पनि सकिन्छ कुरा एउटै हो तर यो दोनो आउँदाखेरि जहिले पनि यहाँ नाउन आउन पर्छ पछाडि र दोरे आउँदाखेरि नाउन कहिले पनि आउँदैन अब हेर्नु दोनो हितोगा सेन्सेई देशका अब यहाँ दोनोको पछाडि के आछ सिधै नाउन आछ नि त नाउन भएको हुनाले हामी यसलाई यसमा प्रयोग गरिन्छ है लगभग यो हाम्रो 16 लेसनमा चाहिँ पढ्न पर्ने कुराहरु इम्पोर्टेन्ट कुराहरु यति नै छ यदि भिडियोलाई मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सनु